एक दिन कार्ल मार्क्सले आफ्नो देशका नागरिकहरूलाई आफ्नो राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्ने भएछन्। अनि त्यसको 1 महिना अगाडिदेखि त्यहाँको रेडियोहरू, त्यहाँको टेलिभिजनहरू, त्यहाँका पत्र पत्रिकाहरू, त्यहाँका छापाहरूले अनि यहाँ उपस्थित रहनुभएका जस्तै पत्रकार साथीहरूले प्रचार प्रसार गर्नुभएछ र देश विकासको निमित्त र मुलुकलाई समृद्ध बनाउनको निमित्त, मुलुकलाई तीव्र गतिमा विकास गर्नको निमित्त आज यति बजेर यति बितीमा जनताको नाममा कार्ल मार्क्सले सम्बोधन गर्दै हुनुहुन्छ। त्यो हेर्नको लागि र त्यसलाई सुन्नको निमित्त, बुझ्नको निमित्त कहिल्यै पनि छुटाउनुहुन्न भनेर नागरिकहरू एक आपसमा सल्लाह गरेर लागिराख्नु भएको रहेछ र त्यो टेलिभिजनमा अन्तर्वार्ता दिनको निमित्त, सम्बोधन गर्नको निमित्त कार्ल मार्क्स आफ्नो घरदेखि त्यो टेलिभिजनको स्टुडियोमा जाँदै रहेछन्। हिँड्दै जाँदाखेरि त्यहाँ समय लाग्ने भएको कारणले गर्दा एउटा उनीले रिक्साको सहायता लिने भएछ। अनि मलाई त्यो टेलिभिजनको स्टुडियोसम्म पुर्याइदिनुहोस्, मेरो त्यहाँ एउटा सानो कार्यक्रम छ भनेर रिक्सा चालकलाई भनेछन्। म त भ्याउँदिनँ तपाईँलाई त्यहाँ पुर्याउनको निमित्त, किनकि त्यो ठिक समय यति बजे चाहिँ कार्ल मार्क्सको आज हामी श्रमजीवीहरूलाई समेत सम्बोधन गर्ने गरिकन त्यो टेलिभिजनबाट सम्बोधन हुँदैछ, अन्तर्वार्ता आउँदैछ। त्यसो भएको कारणले गर्दा म त्यहाँ हेर्नको निमित्त, सुन्नको निमित्त चाहिँ म घर पुग्नुपर्ने हुन्छ, त्यस कारण सक्दिनँ भनेछन्। तपाईँको रिक्सा भाडा कति हो भनेर कार्ल मार्क्सले सोधेछन्। त्यो रिक्सावालाले त कार्ल मार्क्सलाई चिन्दैन थियो। अनि उसले भनेछन् त्यहाँ पुग्नको निमित्त 300। त्यसो भए तपाईँलाई म 500 दिन्छु, हिँड्नुहोस् न, त्यसमा छिटो रिक्सा चढिहाल्नुहोस्, म छिटो छिटो तपाईँलाई पुर्याउँछु। अनि म फर्केर आएर कार्ल मार्क्सको सम्बोधन सुन्छु, उहाँले दिनुभएको अन्तर्वार्ता पनि हेर्छु भनेर भनेछन्। अनि त्यो टेलिभिजनको स्टुडियोमा पुगिसकेपछि, प्राङ्गणमा पुगिसकेपछि कार्ल मार्क्सले गोजीदेखि थप 1000 रुपियाँ पैसा झिकेर 1500 दिँदै भनेछन्, रिक्सावाला दाइ, म त्यो टेलिभिजनमा 45 मिनट बोल्नेछु, 45 मिनट पछि पुनः त्यो ठाउँमा तपाईँले मलाई लगिदिनु होला, यो 1500 दिनु होला भनेर। अनि रिक्सावालाले भनेछ, तपाईँलाई मैले मागेको रुपियाँ भनेको जम्मा जम्मी 300 हो, अघि 200 तपाईँले थपिदिनु भएको छ, अब 1000 दिनुभयो। यस्ता कार्ल मार्क्सको सम्बोधन त म अब 1 वर्ष सुन्दिनँ भनेर उसले जवाफ दिएछन्। कार्ल मार्क्स खिन्न भएर भित्र छिरेछन्। अनि फर्केर आएर त्यही ठाउँमा ओह्राल दिएछन् रिक्सावालाले। अनि छुट्टै बेलामा कार्ल मार्क्स चाहिँ मै हो, अघि तपाईँले जुन सुरुमा कार्ल मार्क्सको सम्बोधन, कार्ल मार्क्सको चाहिँ तपाईँले म अन्तर्वार्ता हेर्छु भन्दै हुनुहुन्थ्यो, सुन्छु भन्दै हुनुहुन्थ्यो। अनि तपाईँमा एक खालको उत्सुकता थियो, इच्छा थियो, ऊर्जा थियो, तर त्यसलाई मैले 200 मा किने तपाईँसँग। अनि पछाडिबाट 45 मिनट समयको लागि मैले तपाईँलाई 1000 रुपियाँ दिएर 1000 रुपियाँमा किने। यो भनेको पुँजीवाद, पैसाको व्यापार। त्यसो भएको हुनाले तपाईँ यो कार्यक्रम सुन्नको निमित्त छुट्नुभयो। कार्ल मार्क्स चाहिँ मै हो भनेर परिचय दिएर नमस्कार गरेर हिँड्दै भनेछन्। अब पुनः कार्ल मार्क्स तपाईँले भेट्नुहुन्न भनेछन्। त्यसो भएको हुनाले यस्तो सभा समारोह र विभिन्न कार्यक्रममा विभिन्न महत्त्वपूर्ण व्यक्तित्वले वक्ताको रूपमा आफ्नो विषयवस्तुहरू राख्छन्, तर सुनिँदैन, हामी हेरिँदैन, बुझ्दै र अध्ययन गर्ने हामी कोसिस गर्दैनौँ। त्यसो भएको हुनाले आज यो हलमा पनि करिब 500-700 जनाको क्षमता होला। म तपाईँहरूलाई भन्न चाहन्छु, मुलुकमा हामीले नयाँ एउटा संविधान प्राप्त गर्यौँ सबैको जोड बलबाट। यहाँनिर राजनीतिक कर्मीहरू पनि जोडिए, यहाँनिर कलाकारहरू पनि जोडिए, यहाँनिर युवाहरू पनि जोडिए, यहाँनिर विद्यार्थीहरू पनि जोडिए, अशोक मुकारण जस्तो सङ्गीतकारहरू, गीतकारहरू पनि जोडिए, उपन्यासकारहरू पनि जोडिए, लेखकहरू पनि जोडिए, पत्रकारहरू पनि जोडिए, सुरक्षाकर्मीहरू पनि जोडिए। सबै जोडिएर हामीले मुलुकमा एकपटक मात्रै आउने, युगमा एकपटक मात्रै आउने संविधान सभाको निर्वाचन हामीले प्राप्त गर्यौँ। त्यो संविधान सभाबाट हामीले मुलुकको एउटा मोटो कानुन संविधान बनाउन सकेनौँ। पुनः एकपटक हामीले दोस्रो पटक पनि संविधान सभाको निर्वाचन हामीले प्राप्त गर्यौँ र त्यो संविधान सभाबाट हामीले गएको 72 सालमा हामीले संविधान प्राप्त गरेर यहाँनिर आयौँ। यहाँनिर आउँदाखेरि अहिले जुन हलमा हामी कार्यक्रम गरिरहेका छौँ, भोजपुर नगरपालिकाको हलमा यो कार्यक्रम गरिरहेको छौँ। यो नगरपालिकाले बनाएको हल। हिजो भोजपुरको गाउँ विकास समिति हुँदाखेरि यस्तो हल निर्माण गर्ने पैसा आउँदैन थियो।
अहिले यदा कदा मैले सुन्ने गरेको छु राजा ल्याउनुपर्छ राजा ल्याउनुपर्छ। राजा ल्याउँदाखेरि यी खालका उपलब्धिहरू भए त एकपटक अघि शासन हाम्रो भाइ बहिनीले वक्तित्व कला मार्फत आफ्ना केही विषयवस्तुहरू पेश गर्नुभयो र अन्य मुलुकका डाक्टरहरूको विद्वानहरूको पनि उदाहरणहरू प्रस्तुत गर्नुभयो। त्यसो भएको हुनाले म यहाँनिर राख्न चाहन्छु हिजो यो गाउँ विकास समिति चलाउनको निमित्त करिब 10 लाख रुपियाँ पैसा आउँथ्यो। 10 लाखले यस्ता सुविधा सम्पन्न हल बन्न सक्दैन, त्यो बनाउन सक्दैन। त्यसो भएको हुनाले हामीले के भनिरहेको छौँ, अहिलेको नेतृत्व अहिलेको समाज परिवर्तन गर्ने अगुवाहरूलाई नेतृत्वहरूलाई पनि हामीले जस दिइराखेको त छैनौँ। तर हामीले हिजोको अवस्था के थियो र अहिलेको अवस्था के भयो, यो संस्थाले यो भोजपुर बर्ड ट्यालेन्ट यो सिजन 1 चलाइराख्दाखेरि अहिले 2 मा आइपुगेको छ। यहाँसम्मको अवस्था के हो भन्ने कुरा चाहिँ सबैले बुझिदिनु जरुरी छ भन्ने हिसाबले सानो मैले उदाहरण प्रस्तुत गर्न खोजेको। त्यसो भएको हुनाले हामी कहाँनिर गइरहेको छौँ, हिजोको विकास र अहिलेको विकासलाई एकपटक चिरफार गरेर हेरौँ। भोजपुरको हिजोको 63वटा गाउँ विकास समितिमा हामी पैदल हिँडेर पुग्नु पर्दैथ्यो। त्यहाँ पुग्नको निमित्त एक दिन समय लाग्दा पनि हाम्रो 63 धेरै खर्च हुन्थ्यो भने अहिले जम्मा जम्मी 7वटा गाउँपालिका र 2वटा नगरपालिकाहरू बनेका छन्। यो संविधानको जगमा उभिएर संविधानले लिपिबद्ध गरे अनुसार बनेको छ। यसमा पुग्नको निमित्त हामीलाई अहिले 81वटा वडा छ। 81वटा वडामा हामीले पछि भएको भए पनि हामीले सवारी साधन प्रयोग गरेर हामी हिँड्यौँ भने करिब हप्ता दिनमा सबै वडाहरूमा कार्यक्रम गर्न सक्दछौँ। त्यसो भएकोले यसलाई परिवर्तन मान्ने कि नमान्ने, त्यसो भएकोले तपाईँ हाम्रा छोराछोरीहरू अहिले यो मञ्चमा आएर निर्धक्कका साथ यो माइक्रोफोन अट्ठाएर पक्रेर आफ्ना विषयवस्तुहरू यो 6 मिनट 7 मिनटमा प्रस्तुत गरिरहेका छन् भने ती बच्चाहरूलाई जन्माउने बुवा आमाहरूले यहाँ सगरमाथाको सरमै हुनुहुन्छ, उहाँको बच्चा छोरो छ, मैले टुलिदेखि देखेको छु। उहाँले यस्तो माइक्रोफोन चाहिँ आजभन्दा 20 वर्ष अगाडि पक्रिनु पाउनु भयो कि भएन, यहाँ सोद्धाखेरि यो पाएको अवस्था छैन। त्यसो भएर केही भयो कि भएन। हामी हिजो भोजपुरबाट अघि एउटा सानो बहिनीले उदाहरण प्रस्तुत गरेको छ। एउटा सुत्केरी महिला चाहिँ सुत्केरी हुन नसक्दा हामीले काठमाडौँ पठाउँदै गर्दाखेरि हामीले हेलिकप्टर चार्टर गर्नु पर्थ्यो, हामीले रिजर्भ गर्नु पर्थ्यो। त्यस्तो अवस्थाबाट हामीले अहिले चाहिँ करिब 4 घण्टा एम्बुलेन्समा लगाएर हामीले त्यो सुत्केरी महिलालाई हामीले धरानको घोपा क्याम्पमा पुर्यायौँ भने विराटनगरको राम्रो हस्पिटलमा लगेर हामीले पुर्यायौँ भने उपचार गऱ्यौँ भनेर सुत्केरी गरायौँ भने नवजात शिशु पनि बाँचेर आमा पनि बचाउनको निमित्त हामी 4 घण्टा समय पर्याप्त छ। यो परिवर्तन भयो कि भयो। त्यसो भएकोले यस्ता चिजहरूलाई थाहा एकपटक हेरौँ त। मेरो घर छेउमा एकजना भाइ मोटरसाइकल कुदाउँदो रहेछ, पल्सर मोटरसाइकल कुदाउँदो रहेछ। पछाडिपट्टि बस्ने भाइ, उसको भाइ चाहिँ एउटा मेसिन आरा बोक्दो रहेछ। भाइहरू कहाँसम्म हिँड्नु भएको भने दाजु म जङ्गल हिँड्दै गरेको। के को लागि मेसिन बोक्नु भएछ भन्दा दाउरा काट्नु हिँडेको। त्यो पल्सर मोटरसाइकल चाहिँ कहाँ बन्द रहेछ भन्दाखेरि हाम्रो छिमेकी मित्र राष्ट्र भारतको एउटा कम्पनीले बनाउँदो रहेछ। जबकि पहिले यो विश्वको हेर्ने हो भने शक्तिशाली मुलुकमध्ये एउटा शक्तिशाली मुलुक हो, राष्ट्र हो भारत। त्यो भारतको शक्तिशाली व्यक्तित्व भनेको नेतृत्व भनेको मोदी हो। ती मोदीले त्यो पल्सर मोटरसाइकल चढ्न कि पाए कि पाएनन्, उनको त्यो जीवनी हेर्न बाँकी छ। खट्याउँला, हामी सबैले अध्ययन गरौँला। तर मेरो गाउँमा बस्ने औलियामा बस्ने भाइहरूले त्यो मोटरसाइकल चाहिँ अहिले चढेर दाउरा काट्न जाँदो रहेछ। त्यो मोटरसाइकल मैले त किन्दैको होइन फेरि, तर त्यो व्यवस्था त्यो प्रणालीलाई विकास गर्ने सन्दर्भमा चाहिँ हाम्रो नेतृत्वले हाम्रो मुलुकले पनि केही राजस्व तिरेर भए पनि यहाँ ल्याउने वातावरण सिर्जना गर्यो र अहिले हाम्रो नागरिकहरूले प्रयोग गरिराख्नु भएको छ। यसलाई ध्यान दिने कि नदिने भन्ने कुरा चाहिँ म तपाईँहरूसँग जोडबलका साथ राख्न चाहन्छु। र अर्को सन्दर्भमा म भन्न चाहन्छु, हाम्रो मुलुक परिवर्तन भएन भन्ने सन्दर्भमा हामी कसरी त्यो प्रश्न उठाइरहेको छौँ। सोचे जति अरू मुलुक जस्तो अघि भाइ बहिनीहरूले भने जस्तो एउटा हामीले चाहिँ हत्केलाभित्र राखेर विश्वलाई निहाल्न सक्दो रहेछौँ, हामीले पढ्न सक्दो रहेछौँ। तर त्यो हामीले हत्केलाभित्र हेरेको एउटा मोबाइलको स्क्रिनमा हेरेको जति हामीले हाम्रो मुलुकमा विकास भएन होला। तर विकास त भइरहेको छ। तर त्यसलाई बुझाउनको निमित्त पनि हामी अभिभावकहरू छुटिरहेको छौँ कि अलिक ज्येष्ठ गार्जेनहरू छुटिराख्नु भएको छ कि गुरुहरू छुटिराख्नु भएको छ कि हामी एउटा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरू छुटिराखेको छौँ कि यसको पनि समीक्षा हुँदै जाला। तर म यही सन्दर्भमा भन्न चाहन्छु, एउटा छिमेकी मुलुक भारत यति शक्तिशाली छ दक्षिणी क्षेत्रमा छ, अर्को शक्तिशाली राष्ट्र उत्तरमा छ चीन, यति शक्तिशाली छ उसले आफूलाई दावा गर्दैन, घोषणा गर्दैन, विश्व मिल्न आँटिसकेको छ।
यसको प्रक्षेपण गरेर हेर्ने हो। तर ती देशका नागरिकहरूलाई हामीले एउटा प्रान्तका नागरिकहरूलाई हाम्रो सिङ्गो देशको नागरिकहरू हामी भयौँ र प्रतिस्पर्धा गऱ्यौँ भने हामीले सैन्य शक्तिको हिसाबले उनीहरूलाई हामी जित्न सक्दैनौँ। हामी नागरिकलाई गनेर टाउकै पछि एक एकजना भनेर गन्यौँ भने पनि जनसङ्ख्याको हिसाबले पनि जित्न सक्दैनौँ। शैक्षिक संस्थाहरू र ठुला ठुला विश्वविद्यालयको कुरा गर्ने हो भने त्यसले पनि जित्न सक्दैनौँ। ती मुलुकका राजनीति गर्ने नेतृत्व र राजनीतिज्ञहरू त्यहाँका नागरिकहरूका हाम्रा नागरिकहरू र राजनीतिज्ञहरूलाई गन्ने हो भने पनि त्यहाँ पनि जित्न सक्दैनौँ। तर हामीले यसरी जित्न सक्छौँ। अहिले बहिनीहरूले यो मञ्चमा क्षमा नाच्नु भएको छ। भारतको त्यत्रो प्रान्तहरूको नागरिकहरूलाई प्रतिस्पर्धा गरेर यहाँ करिब त्यत्रो जनसङ्ख्याको नागरिकहरूलाई पछि पारेर करिब हाम्रो चाहिँ मुलुकको चाहिँ जनसङ्ख्या गर्ने 3 करोड पनि टेकेको छैन। त्यति मध्येबाट एउटा सानो बहिनी टेडिया मगर चाहिँ त्यहाँ गएर नाचेर उनीहरूको स्टेजबाट जितेर पुरस्कार ल्याउँदै रहेछ। त्यो मार्फत चाहिँ हामीले अब जित्न सक्छौँ। सिपको हिसाबले, कलाको हिसाबले, सङ्गीतको हिसाबले, खेलकुदको हिसाबले, त्यो हिसाबले चाहिँ ती मुलुकका नागरिकहरूलाई त्यो मुलुकको मैदानमा यस्तै स्टेजमा मञ्चबाट चाहिँ हामीले त्यस्ता व्यक्तित्वहरूलाई, त्यस्ता देशका नागरिकहरूलाई हामीले जित्न सक्ने रहेछौँ। अरू कुराबाट जित्न सक्ने रहेछौँ, अरू विषयबाट जित्न नसक्ने रहेछौँ। त्यसो भएको हुनाले यो कार्यक्रमले पनि अब हाम्रो विशेष गरेर भोजपुरको सानो सानो बच्चाहरूलाई विभिन्न क्षेत्रमा भूमिका दिने गरिकन, मञ्चमा ल्याउने गरिकन जुन यो संस्थाले कार्यक्रमको आयोजना गरेको छ यो अत्यन्तै उपयोगी छ। त्यसो भएको हुनाले यसलाई नजिकबाट अब हामी भोजपुर सदरमुकामको पहिलो नागरिकहरूले यसलाई बुझ्ने र माया गर्ने प्रयास गरौँ। त्यो पछाडि अन्य गाउँपालिका र नगरपालिकाले पनि माया गर्ने प्रयास गरौँ। यो संस्था बाँच्यो भने भोलिको दिनमा यो भोजपुर नगरपालिकाको सभा हलको गेटमा टिकट काटेर यो कार्यक्रमको सोहरू हेर्नको निमित्त अछाड मछाड हुनेछ। त्यति बेला यो संस्था सञ्चालन गर्ने अध्यक्ष, अहिले कार्यक्रम सञ्चालन गर्ने भाइ सुसन भाइहरू लगायतको मान्छेहरूलाई भेट्नको निमित्त चाहिँ हामीले समय लिनुपर्नेछ। त्यसको दौडानमा, त्यसको पर्खाइमा यो संस्थाको पदाधिकारीहरू लागोस्, यति म भन्न चाहन्छु। यो किन भनिराखेको छु भन्दाखेरि जुनसुकै काममा, जुनसुकै क्षेत्रमा हामीले नेतृत्व गरिराखेका छौँ, काम गरिराखेका छौँ भने त्यहाँ पुग्नको निमित्त दुःख कष्ट गर्नै पर्दैन। यो दुःखको एउटा क्षेत्र हो। त्यसो भएको हुनाले जति दुःख गरेर, मेहनत गरेर जुन ठाउँमा पुग्ने प्रयत्न गरिराख्नु भएको छ, यसको निमित्त म शुभकामना व्यक्त गर्दै, विशेष गरेर भाइ बहिनीहरूले विभिन्न विधामा आफ्नो प्रस्तुतिहरू निकै नै राम्रो गरेर राख्नु भएको छ। सानो सानो नानीहरू, सानो उमेर, तर उहाँहरू निर्धक्क मञ्चमा आएर उभिएर बोल्ने कुरा, नृत्य प्रस्तुत गर्ने कुरा, गाउने कुरा, यो चान्चुने कुरा छैन। त्यसो भएको हुनाले हिजो हामी त सानो सानो हुँदा पनि अब मकैको थाँक्राको रेडियो झुन्डाएर ब्याट्री किनिदिने मान्छे पनि थिएन। अब अशोक सरजतीको मान्छेलाई थाहा छ, त्यो सुकिन आँटेको ब्याट्री पनि हामीले दाँतले टोकेर सिँढीमा, ढुङ्गाको सिँढीमा कुटेर राखेर हामी शम्भु राईहरूको सलल खोली दोबाना भन्ने गीतहरू सुन्दै सुन्दै आएको मान्छेहरू। तर अहिले भाइ बहिनीहरूलाई एउटा सानो मेमोरी कार्डभित्र, चिप्सभित्र सारा दुनियाँ हटाइदिएको छ। हामीले रेडियो नेपाल सुन्नुपर्ने हुन्छ भने अहिले दुनियाँ यहाँनिर छ। त्यसो भएको कारणले यो पनि एक खालको भाइ बहिनीहरूलाई अवसर हो र यो दुनियाँमा हामी यो समयमा, यो युगमा आइपुगेका छौँ। त्यसो भएको हुनाले सबै भाइ बहिनीहरूको पनि म उज्जवल भविष्यको म कामना गर्दछु। र यही भित्र हामी अभिभावकहरूलाई पनि मैले दुईटा कुराले गाँचेको छ। एउटा भनेको विदेशी भाषा, अङ्ग्रेजी भाषा मेरो छोराछोरीले सिकोस् भन्ने एउटा समस्या छ। यो समस्या यसले गाँजिरहेको छ भने हामीलाई हाम्रो छोराछोरी चाहिँ, मेरो छोराछोरी चाहिँ अर्को भन्दा राम्रो होस् र ठुलो मान्छे होस्, जागिर खाओस् भन्ने मात्रै छ। जागिर खानु मात्र प्रधान चिज होइन। यो इङ्ग्लिस भाषा मात्र यो भाषा हो, यो भाषा सिक्नु मात्रै ठुलो कुरा होइन। तर युग सुहाउँदो र आफ्नो समाज सुहाउँदो, आफ्नो घर सुहाउँदो, आफ्नो संस्कार सुहाउँदो, आफ्नो संस्कृति सुहाउँदो, आफ्नो रीतिरिवाज सुहाउँदो चाहिँ व्यवहारहरू उसले सिक्यो कि सिकेन भन्ने चाहिँ अब प्रधान चिज हो। त्यसो भएको हुनाले त्यो सिकाउनुको निमित्त पनि हाम्रो नानीहरूलाई प्रेरणादायी भूमिका खेल्नको निमित्त म अभिभावकज्यूहरूलाई अनुरोध गर्दै यो संस्था जसरी आइपुगेको छ, यो संस्थालाई पुनः एकपटक धन्यवाद र आभार प्रकट गर्दै हाम्रो गाउँपालिकाको तर्फबाट यो संस्थालाई हाम्रो आयुषको डान्स सेन्टर पनि छ। यो संस्थालाई सहयोग पुग्ने गरिकन यो घोषणा नगर्दा पनि हुन्थ्यो होला। भाइहरूले सहयोग गरिदिनुहोस्। हामीले यसरी कार्यक्रम चलाइराखेका छौँ भनेर पटक पटक प्रपोजलहरू, प्रस्तावना पत्रहरू पेश गरिराख्नु भएको छ। कार्यक्रम सञ्चालन गर्दा पनि खर्चै हुन्छ। यो खर्चलाई व्यवस्थापन गरिदिनको निमित्त पनि सहयोग गरिदिनुहोस् भन्नुभएको छ। अघि मैले भने भोजपुर नगरपालिकाले, मैले
मेयर कैलाश कुमार आलेको फोटो राखेर मैले भिडियो राखेर मैले धन्यवाद आभार प्रकट पनि गरेको थिएँ। एकै साथीभाइहरूले प्रश्न उठाउनु भयो, एमालेको मान्छे कैलाश आले काङ्ग्रेसको मान्छे त्यो सभा हल बनाउँदा किन धन्यवाद दिनु पर्यो भनेर प्रश्न गर्नुभयो। अनि मैले काङ्ग्रेसकै साथीभाइहरूले पनि मलाई धन्यवाद दिइराख्दाखेरि मैले उहाँहरूलाई प्रश्न देखाएँ, तपाईँहरूले एउटा फोटो खिचेर यो हल यसरी बन्यो सदरमुकाममा भनेर धन्यवाद दिनुभएको छ भन्दाखेरि छैन भन्नुभयो। लाजले टाउको निहुराउनुभयो। राम्रो काम गरेको मान्छेहरूलाई दल विशेषले होइन, दल विशेष त जति बेला आवधिक निर्वाचन हुन्छ त्यति बेला आफ्नो दलमा आफ्नो झन्डा बोकेर आफ्नो डन्डा बोकेर लागौँ। त्यसो भएको हुनाले त्यहाँबाट हामीले सफलता हासिल गरौँ। अब यस्तो हल निर्माण भएको छ, यो हलको पनि भाडा तिर्नुपर्छ, कैलाश आलेलाई तिर्ने होइन, यहाँको नगरलाई तिर्ने हो। त्यसो भएर त्यसको निमित्त पनि खर्च हुन्छ। तर यो नगरपालिकाले पनि महत्त्वपूर्ण हिसाबले यो कार्यक्रमहरूको निमित्त आर्थिक व्यवस्थापन गरेको छ, भौतिक व्यवस्थापन, अरू प्राविधिक व्यवस्थापनहरू गरेको छ। यो सँगसँगै पौलादुम्बा गाउँपालिकाले पनि रु 1 लाख यो संस्थालाई प्रदान गर्ने गरिकन व्यवस्था गरेको कुरा पनि सबैमा म जानकारी राख्दै म आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै म समापन गर्दछु। धन्यवाद सबैमा, नमस्कार।